यो हामी सुरुवात गर्नुभन्दा पहिला अहिले देश वास्तवमा नै शोकाकुल अवस्थामा छ। हाम्रो देशको वरिष्ठ कलाकार सुनिल थापाजीको अवसान भएको छ। यसमा हामी सबैले उहाँलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ र परिवारजनमा र समस्त फिल्म जगतमा नेपाली फिल्म इन्डस्ट्रीमा कार्यरत सबै व्यक्तिहरूमा हामी समवेदना व्यक्त गर्दछौँ। त्यसपछि अब हामी हाम्रो कुराकानी सुरु गर्छौँ। पछिल्लो समयमा एकदमै धेरै क्षति भएको छ हाम्रो फिल्म इन्डस्ट्रीमा। एकपछि अर्को योभन्दा अगाडि हाम्रो पत्रकार दिनेश पछिल्लो समयमा चाहिँ एकदमै हामीले प्रशान्ति भावविह्वल हुने अवस्था हो भने हामी फिल्म इन्डस्ट्रीमा लागेर काम गरिरहेको मान्छेहरू उहाँहरूलाई अब सम्झिँदै हामी चाहिँ बिगुलको बारेमा अगाडि बढौँ। यो हाम्रो मोस्ट प्रोबेबली सेकेन्ड टाइम होला है। सेकेन्ड टाइम सबैजना यसरी भेट भएको चाहिँ सुटिङ पछि। अस्ति पत्रकार सम्मेलनमा पनि भेट भएको थियो अनि आज सुटिङ पछि सेकेन्ड टाइम नरेनसँग चाहिँ अस्ति मेरो एउटा इन्टरभ्यू भएको थियो, यहाँ भेट भयो। मैले देखाएको थिएँ हजुरको स्टोरी। हामी नामबाटै जाउँ है। फर्स्ट अफ अल चाहिँ म बेनिसा हमाल, मैले चाहिँ प्रभाको क्यारेक्टर निर्वाह गरेको छु बिगुल मुभी, जुन चाहिँ फागुन 1 गते रिलिज हुँदैछ। म चाहिँ अनुज कोइराला र यस बिगुल मुभीको प्रड्युसर पनि र ए ओके यता पनि रहेछ। अनि म त्यता पनि हेरिरहेको थिएँ कि अब यता हेरेर भन्छु नि त फेरिदेखि होइन। म चाहिँ अनुज कोइराला, यस बिगुल चलचित्रको प्रड्युसर र आई एम अ रिसेन्ट बिजनेस ग्रेजुएट स्पेसलाइजिङ इन इकोनोमिक्स र यो इन्डस्ट्रीमा नयाँ नै छु। एउटा योगदान दिउँ नेपाली फिल्म इन्डस्ट्रीमा भनेर आएको नै। यङ्गेस्ट प्रड्युसर जेन्जी प्रड्युसर। म चाहिँ नरेन खड्का होइन। ए नाइस मिटिङ यु। अनि मैले चाहिँ यो फिल्ममा चाहिँ विवेक भन्ने क्यारेक्टरको भूमिकामा छु। अब विवेकको बारेमा हामीहरूलाई थाहै नै छ होइन, गफ गर्दै जाउँ। म भित्र विवेकप्रतिको कुराहरू बिस्तारै खोल्दै जान्छु। म जेएन घिमिरे, मैले बिगुल चलचित्रमा एउटा पार्टीको सभापतिको भूमिका गरेको छु। वास्तवमा यो चलचित्रमा मेरो भूमिका अर्थात् त्यो सभापतिको भूमिकाले गर्दा ठुलो ट्विस्ट आउँछ। कन्फ्लिक्ट पनि त्यसैले गर्दा ल्याउँछ र ट्विस्ट पनि त्यसैले ल्याउँछ। यो रमाइलो छ। यसैमा अलिकति थप्नु। मैले वास्तवमा धेरै फिल्महरू गरेँ। अब कति गरियो के गरियो त्यो आफ्नो ठाउँमा छ। गरेकोमा मैले सम्झिनु पर्ने, यदि मलाई कसैले सोध्छ तपाईँले फिल्म गरेका कुन सम्झिनुहुन्छ भन्नु पऱ्यो भने मैले 1 नम्बर बिगुल सम्झिन्छु, दोस्रो नम्बरमा ब्याच नम्बर 16 सम्झिन्छु। यो पनि रमाइलो हो। ल धन्यवाद प्लिज। म चाहिँ मीरा पण्डित, मैले चाहिँ समीक्षाको क्यारेक्टर प्ले गरेको छु बिगुलमा। अब भर्खर इन्डस्ट्रीमा आइरहेको छु अनि सबैजनाले कस्तो वार्म वेलकम गर्नुभएको जस्तो फिल भइरहेछ। वेलकम टु द इन्डस्ट्री। यो हजुरको फर्स्ट मुभी हो? ए वाउ। मीरा पण्डित मैले दोस्रो फिल्म चाहिँ उनको बाबासँग फिल्म गरेको, माधव पण्डितसँग। बिगुलसम्म आइपुग्दा छोरीसँग सुटिङमा पनि मेन्सन गर्नुभएको थियो हजुर। मैले पनि गरेको छु। त्यसो भने हजुरको बाबासँग फिल्म मोहरमा हुनुहुन्छ है? मोहरमा हुनुहुन्छ त। सो नाइस मिटिङ। थ्याङ्क यू। त्यही त कस्तो एकदमै त्यो नयाँ जस्तो फिल कसैले गराउनु। हामी फ्यामिली मेम्बर भयौँ अब। सबैजनाले एकदमै वार्म वेलकम। अनि मलाई पनि म नयाँ हो, अलिकति त्यो डर त्यस्तो भएन। त्यो चाहिँ एकदमै खुसी लागिरहेछ। थ्याङ्क यू सबैजनालाई। वेलकम। होइन रमाइलो चाहिँ वातावरण थियो। त्यो हाम्रो काम गर्ने क्रममा एउटा घटना उल्लेख गर्न चाहेँ यही प्रसङ्गमा। जस्तो हामी यस्तो टन्टलापुरे घाममा सुट गरेका छौँ है, कस्तो गर्मी अवस्था थियो। अनि म त अरू यहाँहरूभन्दा अलि ठुलो जेन्जी परेँ होइन। अनि भयो के भन्दाखेरि 2-3 दिनसम्म त्यो प्रेसरको औषधि खाने मैले नखाएको रहेछु। अनि काम गर्दा एउटा सिनमा मैले बेनिसाजीलाई चिया दिनुपर्ने है, मेरो हात काँपेर यस्तो भइरहेको थियो, थर हात काँपिरहेको। अनि त्यही बेलामा उहाँले कस्तो कुरा उठाउनु भयो भने होइन, तपाईँको त्यो हातमा मैले यसरी समातेँ भने
कस्तो राम्रो सिन बन्छ भनेर उठाउनु भएको छ कि कस्तो रमाइलो पनि नि हजुर। होइन त्यो त्यसको एउटा मजा हुन्छ त्यत्रो टन्टला पुरै घाममा आफ्नो सिनको त्यो फेरि हामी 1.5-2 पन्नाको सिन थियो त्यो होइन त्यो उसमा डायलगको यस्तो रमाइलो थियो भन्नको सो लागि त्यो कति सिनको मजा- बारेमा अलिकति मलाई पनि जोड्न मन लाग्यो Please, please. हामीले चाहिँ दासढुङ्गामा सुट गरेको थियो कि त्यतिखेर अनि आई थिङ्क त्यो चाहिँ चितवनको गर्मी महिनाको हटेस्ट डे थियो 42 डिग्री थियो कि अनि आई थिङ्क एकजना हाम्रो स्पटको भाइ पनि फेन्ट हुनुभएको थियो त्यही दिनमा भन्ने मैले पछि सुने है गाह्रो भएर अनि त्यसमाथि स्विमिङ पुलको साइडमा सुट गर्नु परेको उहाँको र मेरो अनि गर्मीले गर्दाखेरि यसै पनि गाह्रो त्यही माथि 2 पान्नाको थियो हामीले 1 टेक नै गर्ने भनेर नै गरेको थियौँ त्यो चाहिँ कट थिएन अनि त्यसमाथि अब फेरि उहाँको हात काम्न थालेपछि त झन् कन्सर्न भयो क्या एज एन एक्टर अब उहाँलाई झन् गाह्रो हुने हो कि अब नसकिएला कि त्यही त। भन्ने पनि भएको थियो अनि त्यसपछि चाहिँ हामीले इम्प्रोभाइज गऱ्यौँ यसरी गर्दाखेरि चाहिँ ठिक होला भनेर बट देन मेमोरेबल मेरो लागि एकदम सम्झन लायक दिन चाहिँ त्यो थियो अनि मलाई चाहिँ कस्तो गाह्रो भइरहेको थियो भने त्यहाँ कट हुने बित्तिकै रुम चाहिँ कति 17-18 डिग्री बनाएर राखेको थियो एसी अन गरेर गएर बस्दिनँ कि अब त्यस्तो चाहिँ गर्न नहुने रहेछ रुममा गयो बस्यो अनि फेरि गर्मीमा बाहिर आउँदाखेरि झन् त्यसले Affect अफेक्ट गर्छ। गर्ने रहेछ सो त्यो चाहिँ चितवनमा यसै पनि गर्मी जेठ असार होइन वैशाख जेठतिर वैशाख गयो जेठतिर। एन्ड अफ वैशाख होइन, यसले जेठतिर के भनौँ न। जनाउँछ भने एउटा टिम वर्क अनि हामी कसरी काम गर्छौँ भन्ने कुराको एउटा उसले एक्जाम्पल दिन्छ छनक दिन्छ प्लिज बिगुलतिरै जाउँ होइन बिगुल अब सबैजना आफ्नो क्षेत्रबाट छन् होइन बिगुलकै कुरा गरिरहेको अहिले पनि फेरि बिगुलकै क्वेसन नाम गरेँ पनि मैले। भन्दिनँ यस्तो त बिगुलको बारेमा बिगुल त्यही हो 1 गते अब फागुन 1 गते रिलिज हुँदैछ हाम्रो अब प्रचार प्रसार पनि सुरु भइसकेको छ है अब यसरी आइरहेको छौँ अझ म चाहिँ अनुजसँग धेरै कुरा गर्नु मन लागेको चाहिँ यसरी हामीले इन्टरेक्सन चाहिँ भइरहेको थियो कन्भर्सेसन मेरो मोस्ट प्रोबेबली सुटमा हुँदाखेरि धेरै इन्टरेक्सन भएकै अनुजसँग होला कि हामी प्राविधिक रूपमा पनि यो फिल्मलाई कसरी बनाउन सकिन्छ के गर्न सकिन्छ भन्ने कुराहरू पनि गरिरहेको थियौँ अनि मलाई सोध्नु मन लागेको चाहिँ सो अहिलेको युआर अ भेरी यङ प्रड्युसर अनि पछिल्लो समयमा जस्तो खालको फिल्महरू आइरहेछ नि अनि जस्तो बिगुल कतिको फरक छ होइन अनि इज इट योर जनरा और नट यस्तो हो इन्डस्ट्रीमा नयाँ छु होइन सो अब तर इन्डस्ट्रीमा भित्री रूपमा नयाँ हो नेपाली इन्डस्ट्री मुभी इन्डस्ट्री त एज अ म एउटा भ्युवर होइन एज अ दर्शक त म नयाँ होइन मुभीहरू हेरिरहेको छु तर यो क्षेत्रमा केही चाहिँ कन्ट्रिब्युट गर्न पाऊँ न एउटा बिग मेसेज चाहिँ दिन पाऊँ भन्ने हुन्थ्यो कि मलाई चाहिँ के लाग्छ भने यो मास कम्युनिकेसन गर्ने ठाउँ फिल्ड भन्ने लाग्यो कि मलाई कस्तो भन्दा नि 2 घन्टा अब 2 आवर्स 18 मिनट्सको छ होइन हाम्रो मुभी 2 आवर्स 18 मिनट्समा 2 आवर्स 18 मिनट्स मान्छेले आयो रमाइलो गर्यो अनि सक्यो त्यो होइन कि एउटा मेसेज लिएर जाओस् लङ लास्टिङ मेसेज होस् त्यो भनेर मेरो थिम चाहिँ त्यसरी भन्दाखेरि अनि के कुरामा दिन सकिन्छ के मेसेज सो ब्रेन स्ट्रम गर्दाखेरि यो गर्दाखेरि अब हामीले त यो सोचेको त पहिलाकै मङ्सिरतिरै नै हो भनौँ न होइन अब दिदीहरूसँग फर्स्टमा दिदीसँगै कन्ट्याक्ट भएको होइन भेन्साजीसँगै कन्ट्याक्ट भयो देन अदरसँग किनभने अब दिदी भनेर रेफर गरिहालेँ किनभने हामी घर नजिकै नजिकै छ एउटै ठाउँको एउटै गाउँको हौँ सो उहाँबाट नै एउटा बोल्डनेस छ नि त एउटा क्यारेक्टरमा अब एउटा वुमेन लेड क्यारेक्टर भनेर पनि त्यसमा पनि कि हामीले के हो भने नयाँ एउटा केही दिउँ न त अब तपाईँहरू इन्डस्ट्रीमा लगाइराख्नु भएको छ इट्स रेयर नि त एउटा फिमेल क्यारेक्टरले लिड गरेर त्यो पनि इन अ पोलिटिक्स जस्तो काइन्ड अफ ठाउँमा युथले हामीले सकिन्छ भनेर हामीले एउटा देखाउन खोजिरहेको हो नि त सो एउटा भिन्न गरौँ अनि एउटा लङ लास्टिङ मेसेज गरौँ भनेर भनेको त सो रेजोनेट गराएछ जस्तो लाग्छ है किनभने यो जुन मुभी अब यदि अब कतिको माया गरिदिनुहुन्छ दर्शकहरूले त्यो उहाँको हातमा छ होइन कर्म गर्ने हाम्रो काम हो होइन फलको आश गरेको छैन मेरो लागि फल भनेको मान्छेले मेसेज लिइदिनु हो द्याट्स माई बिगेस्ट अचिभमेन्ट मेसेज लिइदिनु भयो र आउने इलेक्सनमा केही न केही यो मुभीले नै पार्ट खेलिदियो कि होइन है यो मुभीमा नि यस्तो देखाएको थियो यस्तो पनि हुँदो रहेछ है नेपाल पोलिटिक्समा भनेर त्यो कुरा बुझाउन सकियौँ भने त्योलाई इट विल बी माई बिगेस्ट अचिभमेन्ट गुड उहाँको भनाइअनुसार सिनेमा मनोरञ्जनको साधन मात्रै होइन
एउटा जीवनको प्रेरणाको स्रोत पनि हो भन्ने भाव चाहिँ उहाँले राख्नु हजुर। बहुत राम्रो। मीराको पनि एक्सपिरियन्स सुनौँ न त है, किनकि त्यसमा अब्रोडबाट फर्केको एकजना स्टुडेन्ट जसले चाहिँ आफ्नो आइडेन्टिटीको लागि चाहिँ फाइट गरिरहेछ, त्यस्तो खालको क्यारेक्टर छ नि त। सो फर्स्ट एक्सपिरियन्स, फर्स्ट मुभीमा अभियसली धेरै सिक्ने ठाउँहरू हुन्छ। कस्तो एक्सपिरियन्स भयो? त्यही पनि अब चितवन गर्मीमा होइन, चितवनमा पहिला जानुभएको थियो कि थिएन? चितवनको एक्सपिरियन्स, काम गर्दाको, मीरा गरिराख्दाखेरिको एक्सपिरियन्स। अब म बुढानीकण्ठ जन्मेको चिसो ठाउँ हो नि त बुढानीकण्ठ। अनि चितवन चाहिँ कस्तो अब गर्मी ठाउँ, कसरी जाने होला, गइ त राखेको, तर जाँदाखेरि चाहिँ जहिले एकदम ब्याड एक्सपिरियन्स हुने क्या। चितवन हेरौँडा गयो भने गर्मीले गएको टाइमभन्दा अलिक अगाडि नै फेरि फर्किने। ठाउँ अनि मान्छे चाहिँ एकदमै राम्रो हुनुहुन्छ नि चितवनमा। होइन, मान्छेहरू त एकदम राम्रो। अब डिरेक्टर, प्रड्युसर, एक्टर सबै त्यही ठाउँको भएछ नि त। चितवनेहरूले बनाएको। अनि एकदमै गर्मी ठाउँ चाहिँ उनी गर्न नसक्ने, गाह्रो हुने। तर त्यो सिनेमाको सुटिङमा चाहिँ त्यस्तो गाह्रो भएन। अब अलिकति काम गर्नुपर्छ भनेर मेन्टली प्रिपेयर पनि भएर होला। अनि त्यसपछि एक्सपिरियन्स ओभरअल अब मेरो सुटिङ 4-5 दिन भयो होला चितवनमा, अनि अरू बाँकी त गीतको भयो। एकदमै कस्तो एउटा, त्यही भने अघि पनि भने नि, नयाँ जस्तो फिल नै भएन। अनि फेरि हजुरहरूसँग सिन थियो, अनि हजुरहरूले पनि त्यो नयाँ छ भन्ने खालको, त्यो कहीँ कतै नै कस्तो चिनिरहेको मान्छे गरिरहेको हुन्छ नि त्यस्तो। अनि डिरेक्टरले पनि अब पहिला भन्नुभएको थियो क्यारेक्टरको हल्का एउटा प्रिपरेसन त भइहाल्छ, त्यो भएको थियो। अनि एकदमै सहज, एकदमै इजी, अनि त्यही एक्साइटेड क्या। अब अरू अब पछि पनि काम गर्नलाई चाहिँ एउटा एक्साइटमेन्ट थपियो भनौँ न। त्यो नत्र मान्छेको कतिजनाको सुनेको थियो फर्स्टमा एक्सपिरियन्स ब्याड भएर त्यो कति सपना भए पनि मान्छेको त्यही सेलाउँछ नि, त्यो एक्सपिरियन्स ब्याड भएर। त मेरो चाहिँ त्यस्तो भएन। मलाई चाहिँ एकदमै सबैतिरबाट पोजिटिभिटी आइरहेको थियो, एकदमै राम्रो भयो। मेरो बेनिसाजीलाई, म बेनिसाजीलाई सोध्छु होइन, ओके। अब सुरुदेखि नै अब सिनेमा हेरिरहेको छु नि त। हजुर। अनि यो क्यारेक्टर चाहिँ फर्स्ट टाइम सायद एज अ पोलिटिसियन, एज अ लिडर्स, यो क्यारेक्टर गर्दा चाहिँ इनसाइडमा, इनर साइड हुन्छ नि, हजुर। सबकन्सियस माइन्डमा के चलिरहेको थियो? आई मिन काम गरिरहँदाखेरि त्यो डायलगहरू, त्यो चिजहरू अहिले बोलिरहँदाखेरि जसरी हुन्छ मैले यो क्यारेक्टरलाई चाहिँ न्याय गर्नुपर्छ भन्ने नै लागिरहेको थियो होइन। अनि अर्को चाहिँ अब फर्स्ट टाइम अनुजले भनेको जस्तै जस्तो पोलिटिकल लिडर नै चाहिँ भन्नु मिल्दैन होला यो क्यारेक्टरलाई। एउटा यस्तो आवाज उठाउने व्यक्ति जो प्रश्न गर्न डराउँदैन र उसको दृढताले गर्दा सिस्टमलाई च्यालेन्ज गर्ने व्यक्ति भन्दा चाहिँ अझै राम्रोसँग जस्टिफाई हुन्छ जस्तो लाग्यो कि मलाई यो क्यारेक्टरको बारेमा अझै भन्दाखेरि। सो मीरा नाम मन पर्यो जस्तो छ। प्रभा गरिराख्दाखेरि चाहिँ अनि धेरै इमोसनल कन्फ्लिक्टहरू पनि थियो उसको, त्यो चाइल्डहुड ट्रमाले गर्दाखेरि। अनि त्यसले प्रेजेन्ट सिचुएसनमा चाहिँ कसरी उसलाई सेप गर्छ र उसले निर्णय लिने कुराहरूमा चाहिँ कसरी अफेक्ट गर्छ। सो यो कुराहरू चाहिँ मैले कसरी गर्न सकिन्छ होला। अनि अर्को कुरा चाहिँ अब यसमा अनुजको बुवा दाई भनेर सम्बोधन गर्छु, उहाँ आफै इन्भल्भ हुनुहुन्थ्यो पटकथामा, कथामा। अनि उहाँ चाहिँ पोलिटिक्समा एकदमै लामो समय योगदान दिनुभएको व्यक्ति जो चाहिँ एकदमै नजिक हुनुहुन्छ कि, त्यो कारणले गर्दाखेरि पनि अझै सहज भयो मलाई बुझ्नको लागि, क्यारेक्टर बुझ्नको लागि चाहिँ। मैले यसैमा तपाईँ दुवैजनालाई दुईवटा प्रश्न राखेँ एकैचोटि। एउटा चाहिँ जस्तो तपाईँहरूले लिड रोल गरिराख्नु भएको छ, बिगुलमा पनि तपाईँहरूले लिड रोल गर्नुभएको छ, अनि अरू विभिन्न पिक्चरहरूमा तपाईँहरूले गर्नुभएको छ होइन। यसमा गर्दा र अरूमा गर्दाखेरि कतिको फरक पाउनुभयो होइन? लिड रोल गरेर आउँदाखेरि यत्रो विद्रोही क्यारेक्टर गर्नुभएको छ, तपाईँ सिस्टमको विद्रोही भएर काम गर्नुभएको छ, अनि कस्तो फरक पाउनुभयो? र अर्को मलाई जान्न मन लागेको कहाँनिर भने अघि गीतको कुरा आएको थियो, मिराजीले उठाएको हुनाले नि मलाई के जान्न मन लाग्यो भने तपाईँहरूले विभिन्न खालका गीतहरूमा काम गर्नुभएको छ। यसमा पनि रोमान्टिक टाइपको डुएट गाना पनि छ, प्लस दुईवटा यो के भन्छ देशभक्तिपूर्ण गानाहरू पनि छ। यो सबै गर्दा तपाईँहरूलाई कस्तो फरक महसुस भयो, कस्तो आयो? गाना दुई किसिमबाट प्रश्न गरेँ, दुईवटा गरेको छु। गानाको कुरा गर्छु म होइन। गाना गरिरहँदाखेरि जब रोमान्टिक गाना गरिन्छ होइन, मलाई इन्डिभिजुअली फिल हुन्छ मेरो लागि गरिरहेको, म रमाइलो गरिरहेको। राइट। म नै
फिमेल आर्टिस्टसँग रमाइलो गरिरहेको छु भन्ने चाहिँ फिल भइरहेको हुन्छ होइन। तर यो जब देशभक्ति गाना गरिन्छ नि म राष्ट्रको निम्ति गरिरहेको छु है भन्ने टाइपको चाहिँ लागिरहेको हुन्छ। योभन्दा बेटर एन्सर त हुन सक्छ जस्तो लाग्यो। आई एप्रिसिएट दिस। अब पिक्चरको कुरोमा यसलाई पनि टुङ्ग्याएर जाउँ नि त अगाडि। पिक्चरमा त यस्तो हुन्छ, अब हामी सुरुदेखि नै काम गरिरहेको छौँ। अरू सिनेमा र यो सिनेमाको क्यारेक्टर वाइज डिफ्रेन्ट भइरहनै रहन्छ। हरेक क्यारेक्टर आफ्नो किसिमको चुनौती हुन्छ चाहिँ। विभिन्न किसिमको क्यारेक्टरहरू निर्वाह गर्दाखेरि आफैमा डिफिकल्टी लेभल हुन्छ होइन। अब यो क्यारेक्टर अब क्यारेक्टरमा हामी अघि मैले सच्याएँ, हामी पोलिटिसियन नै चाहिँ होइनौँ नि त। एउटा आवाज उठाउने, युवाहरूको आवाज उठाउने रूपमा क्यारेक्टर गरिरहेछौँ होइन। अब मेरो क्यारेक्टरलाई हिसाबमा भन्ने हो भने त म त एकदमै बन्धक क्यारेक्टर पछि गएर सारथीको रूपमा गइरहेको हुन्छु होइन। त्यो भएर यो क्यारेक्टर गरिरहँदाखेरि कहिलेकाहीँ आफैलाई पनि इन्डिभिजुअल लाइफमा सिनेमाभन्दा बाहिरको लाइफमा देशप्रति कहिलेकाहीँ सिस्टमप्रति देशप्रति होइन कि सिस्टमप्रति वितृष्णा हुन्छ नि। नर्मली रोडमा हिँड्दाखेरि होस् अथवा कुनै सरकारी अफिसमा जाँदाखेरि होस्, हस्पिटल जाँदाखेरि होस्, कुनै पनि ठाउँमा यो सिस्टमले गर्दाखेरि यस्तो भएको भन्ने चाहिँ लागिरहेको हुन्छ नि त नर्मल लाइफमा। त्यही चिज सिनेमामा पाउँदाखेरि यो चिज चाहिँ हामीले आवाज उठाउनुपर्छ। यो धेरैलाई लागेको, हामीलाई मात्रै लागेको छैन जस्तो चाहिँ लागिरहेको थियो मलाई सिनेमा गरिरहँदाखेरि। मलाई मात्रै होइन, र यो जस्तै अनुज यङ प्रोड्युसर भएर आउनुभयो, पोलिटिसियन भएर यत्रो वर्षदेखि लागिरहनु भएको छ उहाँ। दिनेश कोइराला राइटर हुनुहुन्छ यो फिल्मको होइन। उहाँले पनि फिल गर्नुभएको रहेछ नि त नर्मल पब्लिकले यो किसिमले पनि धोका खाइरहेको छ है पोलिटिसियनबाट भनेर। त्यो चिजहरू देखाउन खोज्नु भएको छ होइन। यो गरिरहँदाखेरि चाहिँ त्यो चिज चाहिँ आयो भनौँ न मनमा, यस्तो चाहिँ भइदिए हुन्थ्यो है। यस्तो चाहिँ हामीले पनि सिनेमाबाट यसको चाहिँ विरुद्धमा आवाज उठाउनुपर्छ। सिनेमाबाट सचेतना देखाइरहेको छौँ, हाम्रो क्यारेक्टरलाई पनि सिनेमा फिल्मबाट दर्शकले बुझ्नुहुनेछ भन्ने चाहिँ लागिरहेछ। मतलब तपाईँहरूको क्यारेक्टरमा टोटल पब्लिकले इन्सपायर हुने चाहिँ वातावरण बन्छ होइन। यो त्यही त भने नि, हामी प्राय 99% म अहिले भन्छु 90देखि 99% चाहिँ नेपालीहरू यो भुमरीमा पिल्सिएको छ। त्यो चाहिँ छ नै, उहाँहरूकै आवाज हामीले उठाएको सिनेमामा। अब सबै कुराहरू कोही बोल्न सक्छ, कोही बोल्न सक्दैन, कोही पोलिटिसियन भएर मात्रै त्यो जब हाम्रो होइन है, राजनीतिले गर्ने हो, आवाज उठाउने काम राजनीति गर्ने मान्छेले हो। यहाँ त अब मैले अघि नेता भने नि 5-7 जनाको बिचमा कसैले लिड गरिरहेछ भने हामी त्यसलाई नेता नै भन्छौँ। स्कुलदेखि हो, कलेजदेखि होस् होइन, हरेक ठाउँमा यो चाहिँ नेता हुने मान्छे हो है पक्का बनिरहेको हुन्छ नि। त्यो चिज नेताले मात्रै उठाउँछ भन्ने होइन, हामी आम नेपाली आम जनता पनि सचेत हुनु आवश्यक छ। राजनीति गर्ने मान्छेहरूलाई झकझकाउनु आवश्यक छ। हामी सिनेमा गरिरहेछौँ, हामी सिनेमा मार्फत झकझकाउँ। कोही अस्ति जेएनजी मुभमेन्ट भयो, हाम्रो सिनेमा सुटिङ भइरहँदा उहाँहरू सडकमा आएर झकझकाउनु भयो। अहिले अब 21 गते चुनाव आउँदैछ, अब मतदाताले मतदान दिएर झकझकाउनुहुन्छ भन्ने चाहिँ लागिरहेछ। ठिक बेनी सरजी, अब यता लागे हजुरले मलाई क्वेसन मतलब अघि नै मैले जुन सोधेँ नि तपाईँहरूको विभिन्न क्यारेक्टर तपाईँ गर्दै आउनुभयो, यो विद्रोही पोलिटिकली सिस्टमको विद्रोहमा जाँदाखेरि तपाईँलाई कस्तो फिल भइराखेको छ? साथै मैले गाना पनि जोडिहालेँ तपाईँलाई पनि। यो जुन देशभक्तिपूर्ण गाना गर्दा र अन्य खालका भनौँ न, अहिले नजोडो त्यो रोमान्टिक नभनौँ अहिले होइन, अन्य खालका गानाहरू गर्दा कतिको फरक पाउनु भएको छ? त्यो म त्यस्तो धेरै फरक त मैले पाइनँ होइन। फिल्म गरिराख्दाखेरि कस्तो हुन्छ भने आफ्नो काम चाहिँ राम्रोसँग गरौँ भन्ने हुन्छ, खासै फरक चाहिँ लाग्दैन। यो पनि मेरो काम नै हो। मैले अब पहिला अर्को फिल्ममा गर्दाखेरि अर्को पात्र भएर यो भूमिका निर्वाह गरिरहेको थिएँ, यसमा डिफ्रेन्ट भूमिकामा छु। सो यो भूमिकामा बसेर यो पात्र निर्वाह गर्दैछु भन्ने नै फिल भयो मलाई। त्यस्तो खासै फरक चाहिँ होइन। अब अभियसली देशभक्ति को गानाहरू त्यति गरिरहेको थिएन, त्यो एउटा नयाँ एक्सपिरियन्स थियो होइन। अब हामीले त्यो काम गरिराख्दाखेरि चाहिँ कन्सर्न चाहिँ कस्तो थियो भने, अब धेरै सिनेमाहरूमा देशभक्ति गीत राखिराख्दाखेरि त्यसलाई कसरी भिजुअलाइज गरिन्छ र त्यसलाई अडियन्सले कसरी पर्सिभ गर्नुहुन्छ होला भन्ने चाहिँ दिमागमा थियो। अरू चाहिँ त्यस्तो धेरै चाहिँ सोचिनँ मैले। अनि अर्को विद्रोहीको भूमिका गरिराख्दाखेरि चाहिँ
हामी जीवनमा कुनै न कुनै पोइन्ट अफ टाइममा चाहिँ विद्रोह गरेर नै यहाँसम्म आएका हौँ कि Right, चाहे right, त्यो right. परिवारसँग होस् या स्कुलमा नै किन नहोस्, टिचरसँग किन नहोस्, आफ्नो साथीसँग किन नहोस्, आफ्नो काममा किन नहोस्, त्यो हामीभित्र छ के। अनि त्यो चिजलाई चाहिँ हामीले त्यो क्यारेक्टर गरिराख्दाखेरि चाहिँ च्यानलाइज गर्ने हो त्यतिखेरको इमोसनलाई चाहिँ। अनि आई थिङ्क यो फिल्ममा चाहिँ अब जसरी देशको सिस्टमसँगलाई च्यालेन्ज गरेको छ नि त, त्यो चाहिँ जतिखेर हामी त्यो ग्रो गरिराख्दाखेरि या हामीलाई नै कति कुराहरू चित्त नबुझेको कुराहरू हो कि सिस्टमसँग, अनि त्यसकै उपज हो जस्तो लाग्छ। जेनजी आन्दोलन कति कुराहरू चित्त नबुझेर सिस्टमलाई नै च्यालेन्ज गरेर गरिएको थियो। सो त्यो कुरा चाहिँ अझै फिल्ममा देखाउँदाखेरि चाहिँ आई गेस ओके यही चिज मैले साँच्चीकै भन्न खोजिरहेको थिएँ। कतिपय अवस्थामा आफू एउटा स्थानमा भइन्छ खुलेर भन्न सकिँदैन होला कि, तर त्यो पात्र गरिराख्दाखेरि चाहिँ बााउन्ड्री थिएन त्यो पात्रको, सो खुलेर गर्न सकियो त्यो कुराहरू। अब यता केही भन्दै हुनुहुन्छ? होइन यता उहाँहरूलाई पनि राखौँ है त। जस्तो मिराजी पहिला यताबाट दुइटैलाई हुनसक्छ है मेरो यो प्रश्न। जस्तो तपाईँको त अहिले भनौँ न फर्स्ट मुभी भयो, फागुन 1 गते रिलिज हुँदैछ, कतिको नर्भस हुनुहुन्छ? हजुर नर्भस भन्दा नि एक्साइटमेन्ट चाहिँ बढिरहेछ, किनभने अब ठ्याक्क रिलिज हुने टाइममा फेरि पोस्टपोन पनि भएको थियो नि त। अनि अब कहिले आउँछ होला भन्ने खालको फर्स्ट मुभीमा त्यो अर्कै खालको एक्साइटमेन्ट हुन्छ। त्यो एक्साइटमेन्ट चाहिँ अलिक बढिरहेछ, नर्भसनेस चाहिँ ठिकै छ। एक्साइटेड चाहिँ ज्यादा। हामी आशावादी छौँ, एकदमै हामी सबै आशावादी छौँ। अब यता तपाईँ एज अ यङ्गेस्ट प्रोड्युसर होइन, इन्डस्ट्रीमा आउनु भएको छ, सबैको लागि खुसीको कुरा हो यो। तपाईँलाई कस्तो फिल भइरहेछ 1 गते रिलिज हुँदा? मुटुको धड्कन बढ्या त छैन नि? होइन छैन, म कति पनि नर्भस छैन। किन नर्भस छैन भने जस्तो सोचेको थिएँ त्यसरी मुभी गएको छ। गुड। त्यो गएको छ नै मुभी। फागुन 1 गते दर्शकहरूले हेरेपछि पनि थाहा पाउनुहुन्छ, सबैले थाहा पाउनुहुन्छ होइन। जस्तो मैले देखाउन खोजेको छु त्यो त्यसरी नै गएको छ। र अघि नै पनि मैले भनिसकेँ, यो मुभीमा कहिले पनि मैले मोनेटरी इन्सेन्टिभ अथवा मोनेटरी अब्जेक्टिभ भनेर लिएको छैन कि। सो मेसेज गएको छ भन्ने कुरा मलाई मजाले लाग्छ। हामीले जति पनि मेजर 12 सिटिजमा इस्ट टु वेस्ट हामीले प्रमोसन प्रोग्रामहरू गऱ्यौँ, ओन्ली फ्रम ट्रेलरै मेसेज लिन सक्नुभयो कि। फ्रम युथ्स, भर्खरै 12 पढेर युथ्स टु अझै ओल्डर जेनेरेसन्सहरूसम्म भनौँ न होइन, एभ्री वानले कस्तो पोजिटिभली लिइदिनु भयो कि मेसेज। सो ट्रेलरबाटै यतिसम्मको उहाँहरूलाई एउटा इम्प्याक्ट छ है। हामीले चाहिँ कस्तो भन्दाखेरि नि प्रमोसनमा टप टु बटम भन्दा नि बटम टु टप अप्रोच लियौँ कि। रुटमा पुग्ने, रुटमा गएर प्रोग्रामहरू गर्ने, र रुटमा गएपछि जराबाट फैलिँदै माथि आउने, यो मेसेज त्यसरी पुऱ्याउने भनेर हामी अगाडि बढेको। सो त्यो हुँदाखेरि चाहिँ जब हामी रुटमा पुग्यौँ, इच एन्ड एभ्री मेजर सिटिजहरूमा पुग्यौँ होइन, इस्ट टु वेस्टसम्म जाँदाखेरि नै सबैको रेस्पोन्स एकदमै राम्रो थियो कि। सो म के कुरामा किन ढुक्क छु भने मेसेज चाहिँ मेरो कन्भे हुन्छ है। सो फर द्याट आई एम फुल अन कन्फिडेन्ट अन द्याट। मलाई पनि एकदम इन्ट्रेस्टिङ लागेको चाहिँ बिगुलको प्रमोसनल स्ट्राटेजी जुन छ नि। अनि हामी आफैलाई पनि फिल भएको कि अब जस्तो पछिल्लो समयमा त मेरो ब्याक टु ब्याक मुभिज रिलिज भइरहेछ, अनि त्यसले गर्दाखेरि इच एन्ड एभ्री मुभीमा चाहिँ एउटै खालको प्रमोसनल स्ट्राटेजी भइरहेछ कि। त्योभन्दा चाहिँ अलिकति फरक चाहिँ मैले पाएको, किनभने जस्तो नेपाल टुर गरिराख्दाखेरि म त गएको थिइनँ, तर प्रड्युसर सबैजना जानुभएको थियो, डिरेक्टर जानुभएको थियो, नरेन जानुभएको थियो होइन, मैले देखिरहेको थिएँ। अनि मेरो फिडमा आइरहेको हुन्थ्यो कि जस्ट बिकज मैले फलो गरेको छु भनेर मात्रै होइन कि, त्यो टाइम एन्ड अगेन आइरहेको भन्नुको अर्थ राम्रो रिच पुगिरहेछ, जस्तो पुग्नुपर्ने मान्छेहरूमा चाहिँ पुगिरहेछ जस्तो मलाई चाहिँ फिल भएको फिल्मको। अनि मलाई अलिकति अरू फिल्ममा भन्दा कम प्रेसर पनि महसुस गरेको मैले यो फिल्ममा। यो सिनेमा अनुजलाई म एउटा क्वेसन होइन, यङ छौ नि त? We all are young. यङ्गर होइन। अब यो उमेरमा लभ स्टोरी एक्सन सिनेमाहरू मन परिरहेछ मान्छेहरूलाई होइन, यो मनपर्छ नै, हामीलाई पनि मन पर्थ्यो। एकाएक यो किसिमको यो जनरामा सिनेमा बनाउनुपर्छ
बाबाले लेखेको स्क्रिप्ट स्टोरीलाई सिनेमामा रूपान्तरण गर्नुपर्छ भनेर घरमा त केही न केही छलफल भयो होला। हजुर, भयो। यो गर्नुको पछाडि केही न केही कतैबाट प्रभावित भएर हो कि यो सिनेमा यस्तो खाले सिनेमा बनाउनुपर्छ है भन्ने टाइपले केही न केहीले टच गरेको हो कि? होइन, यस्तो अब बाबाको पोलिटिकल ब्याकग्राउन्ड अब हामी सबैलाई थाहा छँदैछ होइन। सो के थियो भने आई सपोर्टेड हिम इन इच एन्ड एभ्री स्टेप। अहिले पनि म सपोर्टै गरिरहेको छु अनि जतिसम्म हुन्छ आई विल गिभ माई बेस्ट कि एउटा छोराको कर्तव्य चाहिँ म निभाउँछु नै, त्यति म दिन्छु। मेरो 100% कति बाबालाई लाग्छ त्यो भन्ने कुरा हो, तर इन इच एन्ड एभ्रिथिङ, इन इच एन्ड एभ्री स्टेप, इन इच एन्ड एभ्री रिस्क द्याट हि हेज टेकन मैले सपोर्ट दिएको छु मेरो बाबालाई। होला भित्र पर्सनल्ली मैले धेरै असहमतिहरू जनाएको छु, त्यो होइन कि बाबाले हुकुम दिनुभयो म मान्छु, त्यो होइन, सहमति जनाएको छौँ। किनभने त्यो बाबाले एउटा डेमोक्रेटिक भएको मान्छे, त्यो सबैको राय लिनुहुन्छ कि भनेको केही हाम्रो फ्यामिलीमा डिस्कसन भयो अरे होइन, मेरो मात्रै राय लिने होइन कि इच एन्ड एभ्री। मेरो दाइ पनि हुनुहुन्छ एकजना, इज इन अस्ट्रेलिया राइट नाउ, सो उहाँको नि राय लिनुहुन्छ, मम्मीको नि राय लिनुहुन्छ होइन। सो इच एन्ड एभ्री वानको हुनुहुन्छ। र जुन यो कथा भयो नि होइन, अब फुल्ली पोलिटिकल मात्र छैन, इन्टरटेनमेन्ट नि छ। अब तपाईँहरू सुटिङमा नि बस्नुभयो होइन। अनि एउटा इन्सिडेन्ट म अब नरेन दाइलाई त थाहा छँदैछ, हजुरहरूलाई पनि सुनाइहाल्छु होइन। कलेजमा गएको थियौँ होइन, अनि म सबलाई अब युथहरूलाई 12th युथहरूलाई अनि 80-90 जना स्टुडेन्टहरू थियो होइन। अनि मैले ल ऱ्यान्डम गेस्ट लिनु न त, ल के रिलेटेड हुनसक्छ मुभी ओन्ली बाई लुकिङ एट द पोस्टर कि होइन। अनि त्यसपछि यो भनेर आयो, अनि एकजना लभ स्टोरी भनेर आयो, सबजना हाँस्यो कि। अब त्यो उमेर भनेको त हुन्छ नि त होइन, लभ स्टोरी भनेपछि होइन। अनि मैले चाहिँ के भने होइन, लभ स्टोरी छ न त, तर वान साइडेड छ है अलिकति, यहाँ कतिको होला नि भनेको त सबजना लजाएर भुतुक्क भयो कि। अनि यसपछि चाहिँ के भयो भने अनि नरेन दाइको छुट्टै स्टोरी छ। सो उहाँ बाहिर निस्किनु भयो नि होइन, सबै भाइ बहिनीहरूले आएर नरेन दाइले ऱ्याखी पारेको कि यो वान साइड तपाईँले गर्नुहुन्छ कि हिरोइनले गर्छ दाइ भनेर मलाई त्यो भनेर सबैजनाले घेरेको कि सबैजनाले सोधेको त्यो भनेको हुन्छ नि त कसको रहेछ के रहेछ त्यो थाहा पाउन फागुन 1 गते फिल्म हेर्न जानुपर्छ भन्नुभयो होइन, नरेन दाइले भन्नुभयो त्यो कुरा होइन। र अब जुन पाराले म युथ चाहिँ के थियो भने मेरो एज ग्रुपको मान्छेहरू धेरैजना पोलिटिकल्ली अहिले चाहिँ आफ्टर दिस जेन्जी रेभोल्युसन डिफ्रेन्ट छ, धेरैजना अहिले एकदमै अगाडि हुनुहुन्छ, न्युजको अपडेट लिइराख्नुहुन्छ। आई एम प्राउड अफ माई जेनेरेसन त्यो कुराले चाहिँ, किनभने अपडेट लिइराख्नुहुन्छ, अवेर हुनुहुन्छ। अहिले मेरो जेनेरेसनको धेरैजना मान्छेहरू फर्स्ट टाइम भोटर पनि हुनुहुन्छ। सो उहाँहरूले अब भनेको आफ्नो क्यान्डिडेटलाई प्रश्न गरिरहेको कति हामीले सोसियल मिडियामै देख्छौँ नि, हाम्रो एजको मान्छेहरूले त्यो चेतना चाहिँ बढाएछ कि। तर यो रेभोल्युसनभन्दा अगाडि नै हामीले सुटिङ गरिसकेको मुभी हो नि त। सो कन्टेन्टहरू त हामी सबैलाई थाहा छ, त्यो कन्टेन्ट त धेरै कुराहरू हामीले उठाएको कुराहरू त यहाँ त्यही घटनामै सेप्टेम्बरकै घटनामा उठेको कुराहरू त त्यही नै थियो नि त। अनि एज अ जुन हाम्रो लिड क्यारेक्टर अब बेनिसाजी नै हुनुभयो होइन, उहाँ पनि हामीले देखाउन खोज्दाखेरि त त्यो ट्रेलरबाटै अब कति दर्शकहरूले पनि बुझ्नुभयो होला होइन कि एउटा स्टुडेन्ट काइन्ड अफ जस्तो हुनुहुन्छ होइन, स्टुडेन्ट हुनुहुन्छ अनि पोलिटिक्स हेट गर्नुहुन्छ, पोलिटिक्सको बारेमा मतलबै छैन। तर ट्रेलर हेर्दै जाँदाखेरि उहाँ चेन्ज भएको छ नि त धारणा होइन, रेलेभेन्ट कतिले भन्न सक्छ नि त, आफूसँग रेजोनेट गर्न सक्छ, आफूलाई रेलेभेन्ट पनि भन्न सक्छ नि त। मलाई पनि यस्तै थियो है पहिला, तर अहिले मलाई नि यस्तै भएको छ है भनेर एउटा मोटिभेसनले लिन सकोस् भनेर। र ठ्याक्कै के भयो भने यो घटना पनि भइदिइहाल्यो, हाम्रो जेन्जी रेभोल्युसन पनि भइदिइहाल्यो। सो यो कुरा चाहिँ अब कुडोस टु जेन्जिज, किनभने पोलिटिकली अवेर हुन पर्दो रहेछ, देशमा के गर्नु पर्दो रहेछ, हामीले नै सपार्नलाई हामी नै अब हामीसँग एउटा भोटिङ राइट भने कति इम्पोर्टेन्ट हो भनेर नेपाली हामीहरूमा चाहिँ अलि धेरै अवेरनेस चाहिँ नभएको के, त्यो राइट कति बलियो हो भनेर। भनेको हिजोसम्म नभेटिने नेता अहिले त सब जनताको घरमा पुगेको छ नि त, त्यस्तो बलियो रहेछ नि त होइन। हिजोसम्म भेट्न नसक्ने नेता आज घरमा भोट माग्दै हिँडेको छ भने चाहिँ त्यो एउटा भोट कति महत्त्वपूर्ण रहेछ त। सो डेमोक्रेसीको ब्युटी चाहिँ बुझाउन सक्नुपर्छ कि यो मुभीले एकदमै डेमोक्रेसीको ब्युटी र प्रश्न गर्न सक्ने मान्छे कहिले पनि पछाडि पर्न हुँदैन र अगाडि जानुपर्छ भन्ने कुरालाई चाहिँ मेसेज कन्भे गरेछ। र यो कथा एकदमै म एउटा एज अ युथ रेलिभेन्ट पनि भयो र फ्रम बाबाज पर्सनल लाइफ पनि उहाँले के गर्नुभयो, विरोध गर्नुभयो, विद्रोह गर्नुभयो होइन, केही पनि लागेन। तर अब होइन बिगमा मेसेज दिनै पर्छ भनेपछि
कहाँ हुनसक्छ हामीले एउटा बिगमा दिन सक्ने एउटा मुभी इन्डस्ट्रीबाट हो। बिगमा एउटा बिग मान्छेहरूलाई सबैजना सबै हाम्रो 3 करोड नेपाली जनताहरूलाई पुर्याउन सक्नु सबैलाई पुर्याउन सकौँ भनेर चाहिँ अनि त्यो भएपछि चाहिँ म मजाले कन्भिन्स भएँ यो कुरामा चाहिँ। अनि ओके यसैमा के जस्तो नरेनजी तपाईँ त उता जानुभयो नि पश्चिममा है हजुर हजुर अनि उहाँले सेयर गरेको एक्सपिरियन्समा तपाईँले त्यतापट्टि गएपछि कस्तो एक्सपिरियन्स पाउनुभयो? सेम सेम म यो जब हामी उसमा गयो नि त स्थानीयसँग जब भेटियो होइन उहाँहरूले एकदमै कसैले बिगुलको ट्रेलर हेर्नु भएको छैन भने पनि हामीले प्रोजेक्टर लिएरै यो ट्रेलर हेर्नुहोस् र यसको धारणाहरू भन्नुहोस् है हामीलाई इन्डिभिजुअली के लाग्छ तपाईँलाई भनेर हामीले ट्रेलर प्ले गरेर देखाइरहेको थियौँ होइन प्ले गर्दै गर्दाखेरि उहाँहरूले त्यो सानो क्लिपले पनि यो सिनेमाले चाहिँ केही दिन खोजेको छ है भन्ने चाहिँ उहाँहरूले आफै आएर रिभ्यू दिनुहुन्थ्यो कि यस्तो खाले सिनेमाहरू बन्नुपर्छ। अब नेपाली सिनेमामा राजनीतिक टच नभएको होइन राजनीतिक उसाइन्छ तर टोटल्ली राजनीतिलाई ब्याकग्राउन्ड राखेर सिनेमा अगाडि बढाएको सायद धेरै पछि यो सिनेमा आउँदैछ होइन पहिला पहिला धेरै अरू सिनेमा आए पनि अहिले चाहिँ पछिल्लो समय चाहिँ फुल्ली राजनीतिलाई ब्याकग्राउन्डमा राखेर बनाएको सिनेमा हो र अहिलेको अवस्थालाई त्यो टेलर मार्फत नै धेरै कुराहरू देख्न सकिन्छ होइन बुझ्न सकिन्छ त्यो सिनेमालाई चित्रण गर्न खोजेको छ। बुटवलमा त मेरो साथीहरूसँग तपाईँ त छमछम्ती नाचिराख्नु भएको थियो बुटवल र भैरवमा त्यही भएर खास भने मैले त्यो सबभन्दा मेरो ब्याड एक्सपिरियन्स हो। म नाच्दिनँ थाकिएको छु दिनभरि ट्राभलिङ गर्छु होइन हामी साँझ प्रोग्राममा पुग्छौँ अनि ल बसिरहेको हुन्छौँ गीत लगाइदिनुहुन्छ हाम्रो फिल्मकै गीत लगाउनुहुन्छ लोकगीत होइन लोकगीत भएपछि सबैजना छमछमी नाच्ने अनि खोइ त कलाकार भनेर बोलाइहाल्ने के म मात्रै कलाकार छु नचाहँदा पनि धेरै ठाउँ धेरै के सबै ठाउँ एकचोटि होइन दुईचोटि होइन फेरि धेरैचोटि नाच्नु पर्यो। तर कोलपुरमा त हामीले प्रोग्राम बन्द गरेर ल 100-150जना आउनु भएको थियो होइन त्यो बन्द गरेर हामी ल निस्केको मान्छे गेटमा पुगिसकेको थियो 2 गाडी कहाँबाट आए पिकनिक गएको रहेछन् ढिलो पुगेर फेरि उहाँहरूले जबरजस्ती लिएर नाच्न चाहिँ कतिको मनपर्छ? नाच्न रमाइलो लाग्छ आज त जबरजस्ती त्यसबेला चाहिँ थाकिन्थ्यो कि हामी ट्राभलिङ गर्थ्यौँ नि त भैरुवाबाट बुटोलबाट दाङबाट लमही यसरी गइरहेको थियो नि त घोराई यस्तो हुँदै नेपालगञ्ज कोलपुर यस्तो। तर फिडब्याक राम्रो थियो मेरो साथीहरूले पनि बडो खुसी भएर मलाई फोन गर्नुभएको थियो भन्नुभएको थियो राम्रो थियो फिडब्याक। धेरैजनाले मेसेज पठाइराख्नु भएको थियो बिगुलको जुन क्याम्पेनिङ भइरहेको थियो नि त्यहाँबाट चाहिँ पठाइराख्नु भएको थियो अनि हामी हेर्नलाई चाहिँ रेडी छौँ है भनेर भन्दै हुनुहुन्थ्यो त्यसले गर्दाखेरि पनि अलिकति एक्साइटमेन्ट चाहिँ बढाएको छ। अनि हामीले यो फिल्म फेरि पुसबाट पोस्टपोन गरेर फागुन 1 गते नै लिएर आउने कारणहरू पनि धेरै छ कि अब माघबाट सरी पोस्टपोन गरेर किनभने हामी अझै पछाडि पनि जान सक्थ्यौँ चुनाव पछाडि पनि जान सक्थ्यौँ तर चुनाव अगाडि नै लिएर आउनुको कारण चाहिँ अहिलेको राजनीतिक परिस्थिति अहिलेको सामाजिक परिस्थितिसँग चाहिँ ठ्याक्कै रिलेटेबल छ कि अनि अझ भोटिङ राइट्स कति इम्पोर्टेन्ट हुन्छ भन्ने कुरा पनि एकदमै राम्रोसँग यो मुभीले देखाएको छ। सो मान्छेहरूलाई चाहिँ चुनावभन्दा अगाडि यो फिल्म चाहिँ एकपटक हेर्नै पर्छ भन्ने फिल गराउनको लागि पनि हामीले फागुन 1 गते नै मेरो कुरा पनि भएको थियो। होइन जस्तै अब धेरै शुभेच्छुकहरूले पनि होइन फिल्म अब अहिले के लिएर आउनुहुन्छ अब इन्डस्ट्रीमा यस्तो छ भनेर चाहिँ अब त्यो भनिराख्नु भएको थियो कि तर हामीलाई चाहिँ के फिल भयो भने इरेलिभेन्ट भइन्छ कि किनभने अब जुन मेसेज दिन खोजेको छ त्यो अब रियल इभेन्टमा भइसकेपछि त पछि गएर मेसेज दिएर त काम भएन नि त। सो अगाडि नै मेसेज कन्भे गर्नलाई चाहिँ अनि त्यसमा इम्प्याक्ट पार्नलाई चाहिँ भनेर त्यसरी चाहिँ होइन अब त्यसमै अब हामी यसमै स्टिक गर्छौँ भनेर किनभने धेरै शुभेच्छुकहरूले पनि के गर्नुहुन्छ एकचोटि सोच्नुहोस् हजुरहरू होइन नहडबडाउनुहोस् होइन कामले सोच्नुहोस् भनेर धेरैजनाले नै भन्नुभयो कि टेक्स्ट गर्नुभयो धेरैजनाले पर्सनली कल गरेर नि भन्नुभयो होइन। तर मैले पनि भनेको थिएँ अलिक पछाडि सार्ने भनेर मलाई पनि अनि जब कन्भिन्स गराउनु भयो म कन्भिन्स भएँ कि त्यो कुरामा हो हामीले दिन चाहेको मेसेज नै भइसकेपछि सबैजनाले बुझिसकेपछि दिएर त के काम रह्यो। हजुर हजुर
अब चाहिँ यो मलाई अलिकति लाइट हार्टेड होस् म त्यही भन्न लाग्थेँ। एकदम पोलिटिक्स धेरै भयो अनि अब पोलिटिकल फिल्म हो त्यसको विषयमा हामीले कुरा पनि गऱ्यौँ अब यसलाई चाहिँ अलिकति लाइट हार्टेड लाइक सबैभन्दा इन्ट्रेस्टिङ इन्सिडेन्टहरूको कुरा गरौँ न त सुटिङको दौरानमा भएको यसो त अनुजको एक्सपिरियन्स फर्स्ट टाइम त्यो ठिक एकदम होइन यस्तो थियो इन्ट्रेस्टिङ इट हेज टु बी इन्ट्रेस्टिङ ह्याज टु बी इन्ट्रेस्टिङ त मैले किनभने मलाई फुल सुटिङै मजा मलाई अलि काठमाडौँमा चाहिँ म अलि जान सकिनँ अलि पर्सनल्ली अलि बिजी हुँदाखेरि नि काठमाडौँमा चाहिँ चितवनमा म जसरी खटिएँ त्यसरी हुन सकेन अब त्यो कुराको लागि चाहिँ होइन तपाईँहरूले धेरै मिहिनेत गरिदिनु भएको छ त्यसलाई अनि त्यो गर्मीको बेला तपाईँहरू गएर त्यसरी काम गर्नुभयो होइन तपाईँहरूको अनि तपाईँहरू मात्रै होइन इन्क्लुडिङ इच एन्ड एभ्री पर्सन के फ्रम लाइटम्यान टु क्यामेरा टिम टु इच एन्ड एभ्री वान यस्तो मिहिनेत गर्नुभएको छ त्यो गर्मीमा पसिना चुहाई होइन त्यो गाह्रो ठाउँमा किनभने हामीले अलि अगाडि गर्ने भनेको नि त्यो प्राविधिक कारणले नि अलि धकेलिएको थियो नि त हाम्रो सुटिङ होइन त्यो गर्मीमा एकदमै गाह्रो भएको थियो तर त्यसमा के भन्दाखेरि नि एभ्री काइन्ड अफ एक्सपिरियन्स चाहिँ मान्छेले लिनपर्छ कि अनि यो एउटा नयाँ एक्सपिरियन्स थियो होइन अब म कस्तो मान्छे भन्दा नि अब यसो उठ्यो गऱ्यो साथीसँग भेटघाट गऱ्यो रमाइलो गऱ्यो आफ्नो कामसाम गऱ्यो यो गऱ्यो यतिकै गर्ने खालको मान्छे तर सुटिङमा चाहिँ डिफ्रेन्ट काइन्ड अफले खटिनु पऱ्यो कि बिहानै उठ्ने होइन म चाहिँ अर्ली बर्ड होइन नि त म चाहिँ होइन अर्ली बर्ड होइन रातिसम्म धेरै बेर बसेर अनि बिहान चाहिँ ढिलो उठ्ने खालकोमा होइन अनि त्यो चाहिँ अलिक गाह्रो भयो सुरुतिर चाहिँ पछितिर चाहिँ बानी पऱ्यो होइन अनि जे भए पनि अब आफू यता जाँदाखेरि ल नरेन दाइ म आइसकेँ है ल जाउँ भनेर त्यसरी लिएर जान्थ्यो नि त त्यसरी झकझकाएर होइन सबजनालाई त्यसरी गरेर हामीहरू गयौँ तर एकदमै सपोर्टिभ अब अरूहरूले नि भन्नुभयो फिल्म इन्डस्ट्रीतिर लाग्नु भएकोहरूले नि होइन कि तपाईँहरूले चाहिँ तपाईँको टिमले चाहिँ एकदमै सपोर्ट गर्यो किनभने सुटिङ यति चाँडो यस्तो अब हाम्रोमा त एक दिन पनि नबिराइकन क्राउडको सिनहरू आइहाल्थ्यो त्यो गर्मीमा उहाँहरू आएर त्यो त मिनिमम पनि हाम्रो शुभेच्छुक भनेर आइदिनु भयो नि त हामीले हो कि होइन हामीलाई सपोर्ट गर्छौँ हामीलाई हेल्प गर्छौँ यहीँ हाम्रै गाउँठाउँको फिल्म भनेर त्यसरी आइदिनु भयो नि त होइन अब उहाँहरूलाई पनि यो भिडियो मोस्ट प्रोबेबली हेर्नुहुन्छ ल थ्याङ्क यू सो मच तपाईँहरूले यस्तो त्यो गर्मीको बेला त्यो सुटिङ अझै कति टाइम लाग्छ उहाँहरूलाई त अन्दाजी हुन्न नि त तपाईँहरू त अब कलाकार हुनुभयो थाहा छ नि त सुटिङ कसरी लम्बिन सक्छ टेकहरू कति लम्बिन्छ होइन कहिले काहीँ मिल्दैन अनि उहाँहरूलाई त त्यसो हुँदैन नि त एकैछिन बस्यो अनि निस्किम्ला भन्ने हुन्छ तर त्यत्रो बेर बस्न पर्यो होइन हृदयदेखि मुरी धन्यवाद है तपाईँहरूलाई चाहिँ त्यो अनुज दिनभरि व्यस्त हुनुहुन्थ्यो नि त कहिले कलाकार बोक्नु भने कहिले के कहिले कता होइन अनि खाली भएको बेला दाइ कतै घुम्न जानुहुन्छ आज भन्दै हो बेनिसाजी र म पनि अब हामीहरू पनि अनि ठ्याक्कै ब्रेक भएको थियो कि ठ्याक्कै अरूहरूको भइरहेको थियो अनि हामी बाघ हेर्न जाऊँ त्यही सम्झिरहेको थिएँ कि म अनुजले त्यही भन्नुहुन्छ होला भन्ने सोचेको थिएँ अनि बाघ हेर्न जाऊँ भनेर गइयो अनि ल गइहालौँ अहिले ठिकै छ त्यही नजिकै नै थियो कि हाम्रो जुन रिसोर्टमा भइरहेको थियो त हाम्रो त्यताबाट नजिकै नै थियो त्यो 20,000 ताल जाने बाटोमै रोडैमै पर्छ कि हामी गएको त्यहाँ अलमोस्ट 1.5 आवरै बस्यौँ है उठ्दै उठेन उठ्दैन भने त्यही बसे सबजना मान्छे आउँछ जान्छ हामी बसे एकैछिन भने उठ्छ कि भनेर होइन तर हामीले त्यतिखेर जरायोहरू चाहिँ देख्यो हेर्न गएको बाघ तर पछि उठ्यो है पछि एउटा चाहिँ उठेको थियो हामी त्यो अर्को ठाउँमा गएर हेरेको थियौँ नि अगाडिबाट अपोजिटमा ठ्याक्कै निस्किने बेला हेर्न जाँदाखेरि चाहिँ हो सो त्यो इन्सिडेन्ट चाहिँ इन्ट्रेस्टिङ थियो अनि अर्को गीताजी रमेशजी हेमन्तजीहरूलाई पनि उहाँहरूको पनि ब्रेक हुँदाखेरि मैले यसो 20,000 ताल पनि त्यति बेला लिएर गएको थिएँ त्यति बेला नि रमाइलो भएको थियो 20,000 ताल नि यसो घुम्नु भयो के भयो भने हाम्रो के भयो भने एकदमै यस्तो थियो खासमा अब सँगै पनि अब सबैजना सँगै पनि यसो घुम्न जाने कि भन्ने नै कुरा थियो तर एकदमै टाइट सेड्युल भयो क्या सबको गर्मी अनि त्यो भए सबजना अब कतिजना त अब काठमाडौँ फर्किहाल्ने भनेर छटपटाउनु भएको थियो कि हाम्रो टिम त अब जुन दिन सुटिङ सक्यो त्यही दिनको राति नै निस्किनु भएको हो नि त त्यो गर्मीले छटपटाएर कि काठमाडौँ पुगिहाल्छु भनेर अनि त्यो भएर पनि अब टाइम सर्टेजको कारणले नै घुम्न पाएन तर यस्तो म अब जुन भन्नुभयो नि एउटा मात्रै सिङ्गल आउट चाहिँ मैले किन गर्न सकिनँ भने इट वाज अ भेरी इन्ट्रेस्टिङ एक्सपिरियन्स फर मी के अनि आई इन्जोयड इच एन्ड एभ्री मोमेन्ट के
त्यो गाह्रो भए बेला होस्, मलाई निन्द्रा नपुगे बेला होस् होइन, गर्मी भए बेला होस्, आई इन्जोयड इच एन्ड एभ्री मोमेन्ट। द्याट्स नाइस। मेरो पालो हो। हजुरको पालो, आफ्नो क्वेसन आफूले आयो। फर्स्ट एक्सपिरियन्स आई थिङ्क मेरो सुट भएको म्युजिक भिडियो बाहेक फिल्म सुट भएकै फर्स्ट टाइम चितवनमा होइन, मेरो घर चितवन, अनि त्यही माथि आफ्नै गाउँमा, त्यसमाथि एउटा सिन मेरै घरको अगाडि है, अनि त्यहाँ घर अगाडि 200-300 जना मैले चिनेको मान्छे, मेरो रिलेटिभ्स, अनि मेरो ड्याडी पछाडि फेरि। अनि त्यसमा फेरि यस्तो त्यो सिन नै कस्तो थियो भने मेरो बुवाको क्यारेक्टर रमेश बुढाथोकी सरले गर्नुभएको छ, अनि सो बुवासँग चाहिँ अलिकति कन्फ्लिक्टेड रिलेसनसिप हो नि त प्रभा क्यारेक्टरको। अनि त्यहाँ स्पिच दिने क्रममा चाहिँ के भन्नुपर्ने थियो भने मेरो बुवासँग मलाई सानोमा धेरै गुनासोहरू थियो भन्नुपर्ने थियो कि ड्याडी पछाडि। म त्यो दिनमा जस्तो एज एन एक्टर अब 14-15 वर्षको करियरमा त्यति नर्भस म कहिले पनि थिइनँ। नर्भसनेस नदेखियोस् भनेर चस्मा लगाएर गराएको थिएँ, इफ यु रिमेम्बर है, चस्मा खोल्दै नखोलेको। अनि त्यो यस्तो हेभी एनर्जी थियो कि त्यसले मलाई त इभिनिङसम्मै आई वाज सेकिङ। त्यो यस्तो त्यो दिन हामीलाई वेदरले नै अलिकति दुःख दियो नि, दुःख दियो हो नि। त्यसपछि त्यो मेरो सिन पनि, हाम्रो सिन सकिने, जुन स्पिच दिने सिन सकिने, यस्तो पानी पर्यो, यस्तो मुसलधारे पानी पर्यो, अनि सबैजना आफ्नो आफ्नो ठाउँमा जानुभयो। बट देन त्यो चाहिँ मेरो लागि आई थिङ्क मैले कति सिनेमाहरू गर्छु होला, मेरो लागि सम्झन लागेको हुन्छ। किन भन्दा पनि जस्तो सिनेमा गर्ने कुरामै पनि मैले घरबाटै विद्रोह गरेको हो कि ड्याडीले कहिले पनि अब सिनेमा क्षेत्रमा आउँछु भन्दाखेरि त्यति सपोर्ट नपाएको हो। बट देन अहिलेको टाइममा चाहिँ मेरो सुटिङ हेर्नको लागि ड्याडी त्यहाँ आइसकेको थियो, अनि आई थिङ्क प्राउड फिल गरिरहेको थियो, अनि सबैजनाले पनि ड्याडीलाई गएर चाहिँ हुन्छ नि कम्प्लिमेन्ट गरिरहेको थियो अरे क्या। त्यो कुराले गर्दाखेरि चाहिँ मेरो लागि एकदम स्पेसल। अनि एउटा जोडिहाल्यो, अलिकति प्रेसर भयो कि भने कि आई सुड बी आउटस्ट्यान्डिङ भनेर त्यो ठाउँमा? एकदमै प्रेसर थियो, म त खत्रै गरेर देखाउनु पर्छ, त्यो प्रेसर पनि अझै बढी भएको होला कि। एक त डायलग पनि त्यस्तै भयो, अब फर्स्ट टाइम आफ्नो मान्छेहरूको अगाडि अभिनय गर्दाखेरि चाहिँ अलि फरक अनुभव हुने रहेछ, एकदमै फरक अनुभव चाहिँ मैले महसुस गरेको। नरेन दाइला, हजुर नरेनजीको के थियो? मैले ठ्याक्क सम्झेँ एउटा के भन्दा हुन्छ नि के अरे त्यो सानो सानो मृगहरू दौडिन्थ्यो नि बाटोमा, याद छ? अनि कि त अनुजले लगिरहेको थियो हामीलाई, अनि अनुजले ठ्याक्क रोडमा आयो मृग भने म चाहिँ झ्यालभित्र आयो भनेर झ्याल भनेको होइन, दिदी त पछाडि बसेर झ्याल बन्द गरेर मलाई छैन नि त त्यो कुरामा। अनि म त हेर भन्दैछ उहाँले, यहाँ आयो हेर्नु भने म त हत्तन त्यो चाहिँ अलिक भन्छु हजुरको। रमाइलो सुटिङभरि रमाइलो नै थियो त्यो सिनेमा गर्दाखेरि होइन, काम थोरै पर्थ्यो होइन, धेरै आर्टिस्ट थिए नि त। म म्याक्सिमम् होटलमै बस्थेँ, स्विमिङ गरिरहन्थेँ। त्यो दौरानमा मैले 5-7 केजी वेट घटाउन सम्भव भएँ। वाउ, त्यो त राम्रो हो त। अरू हामी बसेको होटल पनि कस्तो राम्रो थियो नि है, हवेलीमा बसेको थियौँ। एलटिके लेक 20,000 हो, त्यो चाहिँ चितवन जति पनि जानुहुन्छ उहाँहरूलाई चाहिँ एकपटक भिजिट गर्न चाहिँ म सजेस्ट गर्छु। एकदमै राम्रो ठाउँ छ। काम गरिरहँदाखेरि होइन, हेमन्त दाईदेखि लिएर रमेश बुढाथोकी दाईदेखि लिएर सबै पुरानो हामीले सिनेमा हेरिरहेको सबैजनाको जब गर्थ्यो नि त, निर्सा सरदेखि लिएर होइन। त्यो गर्दाखेरि त्यो क्यानभास हेरिरहँदाखेरि यो त सिनेमाको उद्गम बिन्दुदेखि अहिलेसम्म सबै छौँ है यो भित्र भन्ने चाहिँ लागिरहेको छ अहिले पनि। यसमा मैले अलिकति एड गरिहालेँ, हामीले चाहिँ यसमा यो रिलेटेड यसमा चाहिँ यो कुरा भन्नु भने एभ्री वान हुनुहुन्थ्यो होइन। हामीले चाहिँ के गर्न खोजेको थियौँ भने न्यू एक्टर्स र भेटरन एक्टर्सहरूको एउटा नाइस ब्लेन्ड गरेर के, सो द्याट भेटरन एक्टर्सहरू उहाँहरूले पनि न्यू एक्टर्स जस्तै मिराजी हुनुभयो होइन, उहाँहरूलाई ग्रुम गर्नलाई सजिलो होस्, र एउटा ब्लेन्ड देखायो भने चाहिँ एउटा डिफ्रेन्ट काइन्ड अफ मुभीमा के एउटा ब्लेन्ड देखाएर हाम्रो मुभीलाई मात्रै राम्रो नहोस् होइन, इन्डिभिजुअल एक्टर्सहरूको करियर पनि के कि एउटा यङ एक्टरबाट पनि केही ओल्ड भेटरन एक्टरहरूले केही
सिक्न सकोस् अथवा केही बन्न सकोस्। सिक्न सकोस् मैले भन्न खोजेको चाहिँ त्यो काइन्ड अफ त्यो सिकाओस् त्यो भनेर भन्न खोजेँ होइन, किनभने इच एन्ड एभ्री इन्डिभिजुअलको त डिफ्रेन्ट एक्सपिरियन्स हुन्छ नि त। सो अनि अर्को चाहिँ ग्रुम गर्न सकोस्, जस्तै मिराजी जस्तोलाई होइन, अब हाम्रो भेटरेन एक्ट्रेसहरू जस्तै मेन्सन गर्नुभयो होइन, उहाँहरूले चाहिँ नयाँ एक्ट्रेसहरूलाई ग्रुम गरेर एउटा डिरेक्सन दिन सक्नु भयो भनेर चाहिँ यो मिक्स ब्लेन्ड राम्रो गरेको है। सो मलाई लागेसम्म त्यहाँको हाम्रो जुन इन्भाइरोमेन्ट थियो, जुन थियो हामीहरू बिचको, त्यहाँ कहिले पनि एउटा पोइन्टमा मलाई कहिले पनि लागेन कि ओहो केही खटपटी छ कि हामी बिचमा। अब त्यो चाहिँ कहिले पनि लागेन कि त्यो एज अ हामी एउटा फ्यामिली नै हौँ है, फ्यामिली नै छौँ भनेर होइन, त्यस्तो नै लाग्यो कि मलाई एकदमै त्यो फ्यामिली इन्भाइरोमेन्ट थियो कि हाम्रो। फ्यामिलीमा चाहिँ फेरि कस्तो हुन्छ भने त्यो हक पनि हुन्छ होला कि झगडा गर्ने, फ्यामिलीमा हामी जज गरिँदैन नि त होइन। अब मैले होइन मैले सेयर गर्दा एउटा त भनिहालेँ, त्यो यो बडा रमाइलो लागेको क्या म आफैलाई, त्यो भनिहालेँ। अर्को अब सबै कोणबाट रमाइलो थियो, राम्रै थियो। अब हामी करिब की एक्टर्स 12-13 जना की एक्टर्सलाई राखेर प्ले गर्नु भनेको नट झौकति सजिलो चाहिँ पक्कै थिएन कि है। हाम्रो प्राविधिक टिमलाई भनौँ न सजिलो थिएन। त्यस्तो अवस्थामा पनि उहाँहरूले यसलाई लिएर आउनुभयो, त्यो धेरै प्रशंसाको विषय हो। मैले व्यक्तिगत रूपमा भन्नुपर्दाखेरि जस्तो अब तपाईँहरू यहाँहरूसँग चाहिँ काम गर्ने अवसर पाइयो, एउटा एक खालको मिठो अनुभव भयो। प्लस हेमन्तजीसँग मैले धेरै वर्ष अगाडि एउटा फिल्ममा काम गरेको थिएँ, भिडियो फिल्म थियो है, धेरै वर्ष अगाडि। अनि अहिले काम गर्दाखेरि त्यो यति इन्टिमेसी रह्यो नि, फेरि सिन पनि सँगसँगै परिरहेको, यस्तो इन्टिमेसी भएर उहाँले कहिलेकाहीँ कस्तो हुन्छ भने नि हामी कतिपय नेगेटिभ खेल्ने साथीहरूलाई त्यो हेर्ने दृष्टिकोण पनि नेगेटिभ भइराखेको हुन्छ नि त, मान्छेहरूले समाजले त्यो नेगेटिभ हेर्छ। तर उहाँको त्यो सादगीपन है, साथीहरूलाई होइन यसो गरौँ न, यसरी जाउँ न भनेर सिकाउनु खोज्ने, त्यो ताकि सबैको चाहिँ ट्युनिङ मिलोस् होइन भन्न खोज्नेपन, त्यसले म धेरै प्रभावित भएको हो। राम्रो छ सबै कोणमा, सबै साथीहरूलाई चाहिँ मैले सेल्युटै गर्छु, बहुत राम्रो चाहिँ भएको छ त्यहाँ। हेमन्त सरको चाहिँ मलाई पनि त्यस्तै एक्सपिरियन्स भयो, भेरी सफ्ट स्पोकन होइन, अनि एकदम एडमायर पनि गर्ने, अनि एकदम वार्म भाइब्स के उहाँको चाहिँ काम गरिन्जेलसम्म। हजुर हजुर, जुन दर्शकहरूले हेमन्त सरलाई त्यसरी हेर्नुहुन्छ त होइन, रियल लाइफमा चाहिँ त्यसको ठ्याक्कै अपोजिटै हुन्छ कि, ठ्याक्कै अपोजिट। काम गर्दा पनि नआत्तिने कि उहाँलाई, एउटा सिन बिहान दियो, दिनभरि सेड्युलमा सुटिङमा हुनुहुन्छ होइन, साँझ उहाँको सिन छ भने पनि एकदम इन्जोय गरेर बसिराख्ने कि, ह्याप्पी पर्सन के खुसी देख्ने कि उहाँको अनुहारमा चाहिँ। त्यो एउटा पत्रकार सम्मेलनको एउटा हाम्रो सुटिङ थियो नि, तपाईँहरू पनि भएको, तपाईँ पछि त्यो पैसा ए हो हजुर कन्टिन्यू गर्नु, त्यसपछि म एउटा जोड्छु। अनि जस्तो बेनिसाजी त्यो आउँदाखेरि नै त्यहाँ उताबाट इन्ट्री भएर ढ्याक 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 आउँदा हामीले साथीहरू या हो भनेर गरिराखेको थियो नि, त्यो बा 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 क्या ग्रान्ड थियो कि त्यो चाहिँ त्यो हाम्रो त्यो है, यी चिजहरू हो कि अनुभव होइन काम गर्दाखेरिको मजा। मैले पैसाको कुरा ठ्याक्कै गर्न लागेको थिएँ कि मैले, त्यति बेला के भयो भने हाम्रो त्यो पैसा फोड्न पर्छ उ गर्नुपर्छ भनेपछि होइन, अब म त अब एक्साइटेड भयो कि अब त्यो पैसा फोडेर खतरा देखाउँछु म यताउता भनेर म घर आफू दौडेर गइहालेँ। अनि त्यो जुन बन्डलहरू हुन्छ त होइन, पेपरको बन्डलहरू माथि माथि पैसाहरू राखेर बन्डलहरू बनाइरहेको थियौँ कि, म घर आएर म मम्मी अनि एकजना हाम्रो छिमेकी हुनुहुन्थ्यो, उहाँले नि हेल्प गर्नुभएको थियो। अनि त्यो मड्कामा राखेर अनि ठ्याक्कै कि अब छरियोस् भन्ने पाराले त्यो अरेन्जमेन्ट गरिरहेको थियौँ। अनि ठ्याक्कै अनि नरेन्जीको थियो त्यो फोड्ने चाहिँ। अनि हाम्रो चाहिँ के थियो भने अब डेलिकेट भएर अलिक काम गर्नु पर्थ्यो कि, एउटा मात्रै मट्का थियो नजिकै, अनि नजिकै पसल पनि नाइ होइन, अब मजाले फुट्नु पऱ्यो कि त्यो सिनलाई चाहिँ अलिक बबाल देखाइदिनु पऱ्यो, अब कसरी गर्नु पऱ्यो भनेर होइन। अनि अब त्यति बेला हामीहरूबाट एउटा के गल्ती भयो भने, अब त्यो सुरुमा त अब त्यो क्लोजअप लिँदा ऊ गर्दाखेरि त अब तल यसरी छोपेर गरेर त्यसरी गऱ्यौँ हामीले, अब रोकिहाल्यौँ होइन। अब त फुटेको पार्ट देखाउनु पऱ्यो, फुटेको पार्टमा अब यसरी नरेन्जीले यसरी खसानु भयो, ख्वाप्प मात्रै भयो, माथिको टाउको मात्रै उठ्यो, पैसा त्यहीँको त्यहीँ रह्यो। मजै आएन, बिहानदेखि म त्यो सिनको लागि कुरेर बसिरहेको छु कि त्यो सिन एकदम मजा आउँछ भनेर होइन, जुन त्यो पैसा फोडेको ट्रेलरमा पनि छ होइन। अनि त्यसपछि हाम्रो त्यसपछि नै ऱ्यापअप हुनु लाग्थ्यो नि त, त्यो लोकेसनमा त ऱ्यापअप भइसकेको थियो नि त, अर्को ठाउँमा जाने भनेर भनिसक्नु भएको थियो, बेलुका नि भइसकेको थियो।
सीन प्लान तीनटा सीन गर्ने थियो अनि त्यसमा चाहिँ मैले आपत्ति जनाएँ त्यसपछि अनि भएन यो भएन मलाई मनै परेन चित्तै बुझेन भनेर भने अनि यसमा चाहिँ अब त्यही नै फाइनल भएको थियो होइन होइन त्यसमा फाइनल भएन नि सो अनि हाम्रो डिओपी सर अनि डिरेक्टर सर पनि अलिकति रिलक्टेन्ट हुनुभयो कि त्यो चेन्ज गर्नलाई होइन ठिकै छ काइन्ड अफ भन्नुभयो होइन किनभने उहाँहरूको पोइन्ट अफ भ्यूबाट अन्डरस्ट्यान्डेबल किनभने टाइट सेड्युल थियो अरू ठाउँमा नि गएर भ्याउनु थियो नाइट सिन पनि गर्ने भनेर बसिराख्नु भएको थियो मैले चाहिँ होइन बरु एकैछिनमा म मड्का जसरी भयो लिएर आउँछु राम्ररी त खिच्ने हो भनेर गएँ कि अनि म एकजना दाईसँग बाइकमा गइहालेँ गएर पसलमा गएर अनि त्यति बेला मैले न पर्स न फोन केही पनि बोकेको थिइनँ कि हतारमा निस्किहाल्यो कि म मड्का लिएर आइहाल्छु हजुरहरू बसिराख्नु भनेर फोन गएको गाई थियो फोन त्यही थियो फेरि मेरो फोन त्यही बसिरहेको थियो उता अनि मैले त्यहाँ पसलमा एकजना दिदी हुनुहुन्थ्यो उहाँलाई पनि दिदी अहिले पछि आएर हिसाब मिलाउँला अहिले सुटिङको लागि चाहियो लैहालेँ भनेर चाँडो गएर पैसा स्ट्याक गरेर अनि त्यसपछि चाहिँ छड्के खसाउनु है अब छड्के खसाउनु भनेपछि चाहिँ त्यो ट्रेलरमा पनि सिन हेर्न सक्नुहुन्छ होइन त्यो मजाले त्यसो चाहिँ छरेको छ नि त ट्रेलरमा पैसा सो मेरो फेभरेट सिन हो त्यो अनि त्यसपछि अनि कस्तो अनि त्यसपछि पनि अनि यो भएपछि चाहिँ पैसा छर्रे नि अनि राम्रो भयो नि त त्यो भएपछि चाहिँ अनि ठिक भयो हामीले गरेको भन्न थाल्नुभयो कि अनि क्यामराम्यान सर र अनि डाइरेक्टर सरले पनि त्यो कम्बाइनमा वास्तवमा सबैको फेभरेट होला जस्तो लाग्छ मलाई साह्रै राम्रो छ क्या त्यो अरूको चाहिँ थाहा भएन हाम्रो चाहिँ फुटाउने मान्छेलाई चाहिँ कस्तो भयो अनुजलाई भनेको होइन धेरै थरीको मान्छेहरूले यसरी फोड्दा हुन्छ यसरी फोड्दा हुन्छ कन्फ्युजमा फोड्यो ट्याक्क राख्यो ठ्याक्क फुट्यो तर माथिको मात्रै पक्लक्क झऱ्यो माथिको मात्रै खस्यो क्या त्यसपछि त्यो सिनका लागि मड्को खोजेर ल्याएर फेरि गरियो अब मैले पनि इमेजिन गर्दाखेरि के अब लेखिँदाखेरि त त्यो ठुलो घ्याम्पोमा हुन्छ भनेर लेखेको थियो फेरि म चिताउन हुर्केको मान्छे घ्याम्पो भनेको चाहिँ कत्रो हुन्थ्यो भने हाम्रो जत्रै खालको हुन्थ्यो कि साइज अनि त्यहाँभित्र चामल राख्ने होइन मेरो एक्सपेक्टेसन के भयो घ्याम्पोमा हुन्छ सोचिरहेको थिएँ यसरी घ्याम्पोभरि पैसा भनेको थियो नि त यसरी घिसार्दै लिएर आउँछ अनि अर्को कुरा चाहिँ कस्तो भएको भने अब मेरो त त्यहाँ सिन ओभर भइसकेको थियो होइन अब घ्याम्पो कसरी लिएर आएर त्यो सिन त इन्ट्रेस्टिङ छ भनेर म हेर्नलाई बसेको त्यो के थियो अर्को मड्का लिएर आएछ एक्सपेक्टेसन भर्सेस रियालिटी भयो होइन अनि तर त्यो चाहिँ इन्ट्रेस्टिङ नै त्यो पहिलाको एक्सपेक्टेसन चाहिँ अब डिफ्रेन्ट भयो कि घ्याम्पोमा चाहिँ अब त्यत्रो पैसा भर्नलाई चाहिँ कसरी भर्ने होला अब कस्तो देखिएला कस्तो ग्रान्ड देखिन्छ होला भन्ने फिल गरिरहेको थिएँ बट देन त्यही गर्दाखेरि पनि जस्टिफाई भएको छ राम्रो नै भएको छ अब मिराजीको एक्सपिरियन्स बाँकी रमाइलो कुरा भयो सर्टको बटन खुस्कियो बडी ठुलो साथी बिकेम ब्लास्ट आज चेस्टै थियो क्या हजुरको होइन यो कुराहरू सम्झिँदा नि रमाइला कुराहरू होइन सुटिङका बिगुल गरिरहँदाका तपाईँलाई म साँच्चै पार्टी खोलेर सभापति बन्नुपर्छ जस्तो लागेन यस्तो अवस्थामा यस्तो अवस्थामा अनि फेरि जेन्जीहरू आइहाल्छन् नि अहिले त हामीलाई दिँदैनन् जेन्जीहरूले तर सल्लाह त दिन मिल्यो नि त त्यो त मिल्छ होइन म पनि डेमोक्रेसी मान्ने मान्छे होइन त्यो एकदम पोजिटिभ भएरै जानुपर्छ भन्ने ऊ हो सुधार्ने हो हामी जब यो संसारमा धरतीमा जन्मिएका छौँ केही त गर्नुपर्छ नि मान्छे भएपछि केही त गर्नुपर्छ केही दिएर त जानुपर्छ नि भन्ने कुरा हो त्यो त स्वाभाविक इच्छा त हुन्छ मन्त्री बन्न पाए हुँदो भन्ने पनि इच्छा हुन्छ त्यो सबै कुराहरू त हुन्छन् मान्छेलाई तर मलाई त छैन होइन त्यो यसो हुँदा हुने हो होइन इनिसिएसन चाहिँ कहाँबाट देखाइसिन्छ त मन त छ यस्तै गर्ने कहिले केबाट कहिले रियल लाइफमा नभए पनि हुनसक्छ होइन कहिले बोलेर होला कहिले लेखेर होला कहिले चाहिँ यस्तै भूमिकाहरू गरेर होला होइन यिनै त हो कुनै पार्टीमा जाने चाहिँ सोचिसकेको छैन हजुरले अहिले नभन्नु न होइन यस्तै हामीलाई कलाकारहरूलाई एउटा फाइदा भनेको चाहिँ हामीले रियल लाइफमा गर्न नपाएको चिज चाहिँ भूमिका मार्फत देखाउन चाहिँ पाउँछ मैले यति मात्रै भने म पनि डेमोक्रेट हो कतै इन्भल्भ छु ठिक छ कुरा निकाल्यो है सबै त अहिले नभनिहालौँ होइन हजुर साइलेन्टली सिक्रेट उसमा
आज चाहिँ हामीले मिस गऱ्यौँ कि रमेश सरलाई हाम्रो डिरेक्टर, किनभने उहाँबाट पनि एज एन एक्टर चाहिँ कस्तो फिल हुन्छ भने उहाँलाई हामीसँग काम गर्दाखेरि चाहिँ कस्तो अनुभव भयो, समग्र रूपमा उहाँको अनुभव कस्तो भयो, अनि फेरि धेरै समयपछि उहाँले सिनेमा गरिराख्नु भएको छ। हुन चाहिँ ब्रेक हुन्छ जस्तो लाग्दैन फिल्म मेकरहरू, क्रिएटिभ फिल्डमा काम गर्ने मान्छेहरूको चाहिँ। तर अब काम नदेखिए पनि हामीले बिहाइन्ड द क्यामेरा आफैमा काम गरिरहेको हुन्छौँ कि। सो हामीले मिस गऱ्यौँ। अब अर्को फेरि संयोग जुर्यो भने चाहिँ फेरि उहाँसँग कुरा गर्नु पर्ला। एनिथिङ यु वान्ट टु सेयर? त्यही अब फागुन 1 अब त्यही हो, फागुन 1 बिगुल देख। राम्रो कुरा। फागुन 1 बिगुल देख भर्खरै बनाएको होइन, फागुन 1 बिगुल हेर्नुहोस्। त्यो उतापट्टिको त राइमिङमा मिलाउनु राइमिङमा चाहिँ मिल्यो। ठिक छ, ठिक छ। यो एउटा चेतनामूलक मुभी छ, चेतनामूलक मुभी छ होइन। र यसमा दिन खोजेको एज ए मेन्सन यो प्रोग्रामको स्टार्टिङमा पनि एउटा सिम्पल मेसेज मात्रै दिन खोजेको। मेन अब्जेक्टिभ भन्नुहोस्, मिसन भन्नुहोस्, यो मुभीको त्यही नै हो। र हामीले यसमा न कसै पर्टिकुलर व्यक्तिलाई भनेर कसैलाई देखाएको छैन, यो कसैलाई देखाएको छैन। एउटा फिक्सनल मुभी नै हो, फिक्सनल स्टोरी हो, तर रेलिभेन्सी चाहिँ एकदम रेलिभेन्सी पाउनुहुन्छ। व्यक्ति कोहीसँग नि मिल्दैन, कोही पनि कुनै पोलिटिकल पार्टीसँग नि मिल्दैन, कुनै व्यक्तिसँग नि मिल्दैन, केही पनि छैन। रेलिभेन्सी चाहिँ अहिलेको अवस्थामा, सिचुएसनमा, नेपालको पोलिटिक्समा सबैमा रेलिभेन्ट देख्नुहुन्छ। सो माई हम्बल रिक्वेस्ट टु एभ्री वान वाचिङ दिस भिडियो, फागुन 1 गते एउटा सपोर्ट, माया र साथ हामीलाई दिनु होला। धेरै धेरै धन्यवाद हामी सबैको तर्फबाट। हामी सबैको तर्फबाट। हाम्रो यो मुभी कोअर्डिनेटर लक्ष्मण सुवेदी दाई बिहाइन्ड द क्यामेरा हुनुहुन्छ। उहाँले अघि नैदेखि एउटा क्वेसन सोध्छु भनेर भन्दै हुनुहुन्थ्यो। केही छ दाई तपाईँको सोध्नुपर्ने? फागुन 1 बिगुल डे, फागुन 1 गतेदेखि। हजुर, त्यो डेट तपाईँले नै राख्नु भएको। ए लक्ष्मण दाइले हो। हाम्रो नरेन्द्रले ठिक भन्नुभयो। फागुन 1 बिगुल डे, बिगुलको दिन। ओके, बिगुल डे होइन, फागुन 1 भनेको के भयो, फागुन 1 अथवा फागुन 1 बिगुल डे। तर बिगुल बजाउन चाहिँ हामीले बजायौँ है, सिनेमाको मार्फत। सिनेमाको मार्फत चाहिँ बजायौँ। र 1 गते चाहिँ अल नेपाल बज्दैछ बिगुल, फागुन 1 गतेबाट। यस। सो थ्याङ्क यू सो मच, थ्याङ्क यू एभ्री वान फर वाचिङ। ल यहाँ सबैलाई धन्यवाद। अब यो हामी फागुन 1 गतेबाट बिगुल रिलिज हुँदैछ। यो एउटा सिनेमा मात्रै होइन, अघि अनुजले भने जस्तै एउटा सचेत नागरिकको भूमिका के हुन्छ राष्ट्रप्रति र राष्ट्र कुन अवस्थामा गुज्रिरहेको छ भन्ने कुरा पनि यो सिनेमाले देखाउन खोजेको छ। अलिकति भए पनि फ्यामिली ड्रामा छ, इमोसन छ होइन, फुल अन इन्टरटेनमेन्ट पनि छ सिनेमा होइन। र हामीलाई यो गफ गर्नका लागि प्लेटफर्म नै हो यो, रमाइलो छ। आज विथ उत्सव उत्सवले हामीलाई यो स्टुडियो प्रोभाइड गर्नु भएको छ। थ्याङ्क यू सो मच उत्सव, वी लभ यु। थ्याङ्क यू सो मच। आज रमाइलो छ, रमाइलो विथ उत्सव। तर उहाँले पैसा चाहिँ लिनुहुन्छ है, यदि तपाईँहरू पनि चाहनुहुन्छ यो स्टुडियो बुक गर्नको लागि भने चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। प्रिपेड हो। थ्याङ्क यू सो मच। ल सबैलाई धन्यवाद। रमाइलो भयो कुरा गर्दा, जैन सरसँग यसरी बसेर कुरा गर्दा। सर त अनि सर नै हो होइन, त्यो उहाँ एउटा टिचर मान्छे होइन। हामीसँग बस्दाखेरि बिग्रिएका स्टुडेन्ट हुन् भन्ने त लागेन नि। होइन, तपाईँहरूबाट धेरै कुरा मैले सिकिरहेको छु। तपाईँहरू त इन्सपिरेसन हो, प्रेरणाको स्रोत हो। मैले जीवनमा पहिलो कमाइ मैले पनि एज एन टिचरबाट कमाएको छु। लास्ट क्वेसन है, सरी हामीले अझै लम्बायौँ। सरलाई चाहिँ सबैभन्दा ज्ञानी स्टुडेन्ट चाहिँ को लाग्यो यतिमा? होइन त्यस्तो त अपराध होइन, सबै एकदम सबै हामी माइन्ड गर्दैनौँ। ज्ञानी, बहुत राम्रो। सबैभन्दा बदमास बदमास कोही पनि छैन, बदमास कोही पनि छैन, सब ज्ञानी, सबैभन्दा सताउने, एकदम अनुभवी। मैले होला के अरे केही कुरा जान्न चाहन्छु, लिन चाहन्छु भन्ने उत्कृष्ट के भन्छौ, उत्कण्ठा भएको, सबैलाई पाएँ, इच्छुक होइन, सबैलाई पाएँ, बहुत खुसी लाग्यो। फेरि पनि यस्तो मौकाहरू आउँदै जाओस्। थ्याङ्क यू सो मच सर, थ्याङ्क यू।
हस् थ्याङ्क यू थ्याङ्क यू Thank थ्याङ्क यू you. थ्याङ्क यू